हेलो एभ्रिवान, वेलकम टु आवर एनदर मिनी ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। यता हामी पनि सबैजना सन्चै छौँ। आज चाहिँ हामी के गर्दैछौँ भनेर योभन्दा अगाडि ब्लग हेर्ने साथीहरूलाई चाहिँ थाहा नै होला। नहेर्नु भएको साथीहरूलाई चाहिँ आज के गर्दैछु भन्छु है त म। भोलि चाहिँ हाम्रो घरको कोदो रोपाइ भएकोले आज हामी कोदोको बिउ सिउ काटेर आएको छौँ। अनि गर्मी चाहिँ धेरै छ, त्यही भएर आज निवा खाऊँ भनेर हामीले निवा काटेर खान आँटेको छौँ। निवा चाहिँ एकदम अमिलो रहेछ, एकदम मिठो। यो गर्मीमा निवा खान पाउँदा कति मजा आयो। निवा चाहिँ नसादिकन खान आँटेको छौँ हामी पिरोसँग मात्र। निवा खाँदा चाहिँ मेरो फेसको हालत चाहिँ यस्तो भएको छ। यता भान्जीलाई पनि नखाऊ भन्दा निवा खाएपछि अनि आज चाहिँ हाम्रो खाजा केही स्पेसल हुनेवाला छ। त्यो स्पेसल के हो तपाईँलाई थाहा नै पाउनुभयो होला। यता चाहिँ मम्मीले ढिँडो ओडाल्दै हुनुहुन्छ। आज चाहिँ हामी खाजामा चाहिँ ढिँडो खाने भनेर ढिँडो ओडाल्दै हुनुहुन्छ मम्मीले। मलाई पहिला चाहिँ ढिँडो मन पर्ने नै थिएन, आजभोलि चाहिँ एकदम मिठो लाग्छ। तपाईँहरूलाई कस्तो लाग्छ भन्नु होला कमेन्टमा। ढिँडो चाहिँ हेर्नुहोस् है कस्तो छ। तपाईँहरू पनि खाने भए सबैजना आउनु होला है ढिँडो खानको लागि। खाएपछि फेरि काम त गर्नु नै पर्यो, त्यही भएर चाहिँ यता माथि हामी कोदो रोप्नको लागि आएका छौँ। अस्ति नै पहिला रोपेको कोदो चाहिँ अलिकति यो बिउ चाहिँ रहेको थियो, त्यही भएर आज बिउ काटेर यति रोपेर सकौँ भनेर दिदी म अनि मेरो माया भएर आएको छौँ। म चाहिँ यता खन्दैछु, यता दिदीले चाहिँ बिउ काट्नु भएको छ अनि मेरो मायाले चाहिँ भिडियो बनाउँदैछ। अहिले चाहिँ बिउ काट्ने ठाउँ र खन्ने ठाउँ एकै ठाउँमा भएर चाहिँ म अलिकति खन्दै अनि बिउ काटेको हेर्दै भिडियो बनाउँदै म चाहिँ खनिराखेको छु। यो बिउ काटेर सकेपछि चाहिँ फेरि म खन्नलाई स्टार्ट गर्छु। फाइनली मैले खनेर पनि सकेँ अनि मेरो माया र दिदी भएर यसरी रोप्दैछन्। अनि काम सकेर फ्रेस भएर अङ्कल र म चाहिँ यता झर्ना हेर्नको लागि जाँदैछौँ। झर्ना चाहिँ एकदमै ठुलो भएको छ अरे, त्यही भएर धेरै भइसक्यो म नगएको, त्यही भएर अङ्कल र म चाहिँ झर्ना हेर्न जाँदैछौँ। अनि झर्नासम्म पुग्न चाहिँ अलिकति हिँड्नुपर्छ घरबाट 15-20 मिनट जति, त्यही भएर हामी यहाँ चौतारामा रेस्ट गर्दैछौँ। पहिला चाहिँ झर्ना सानो थियो अनि अहिले चाहिँ ठुलो भएको छ अरे भनेर अङ्कलले भन्नुभयो, त्यही भएर अङ्कल म चाहिँ जाऊँ न त भनेर प्लान गरेर हिँड्यौँ। यो चाहिँ हाम्रो गाउँको झर्ना हो, यसलाई चाहिँ हामी खरिखोलो भन्छौँ। पहिला चाहिँ सानो थियो कि, अनि यहाँ चाहिँ साइडमा बाटो खनेको छ, त्यही भएर यो अहिले पानी रोकेर ड्याम जस्तो भएर ठुलो बनेको रहेछ। तपाईँहरू पनि पौडिनको लागि आउनु होला यो गर्मीमा चाहिँ। आज चाहिँ हामी सबै काम भ्याएर बेलुका आएको भएर पौडिनौँ। अर्को नेक्स्ट भिडियोमा चाहिँ भोलि सायद हामी भोलि चाहिँ पौडिन आउँछौँ होला। हेर्नुहोस् त कति राम्रो छ झर्ना। भोलि पौडेको भिडियो पनि हाल्नेछु म यदि पौडिन आयौँ भने हामी चाहिँ। आज चाहिँ हामी काम सकेर आएको भएर अलिक ढिलो भएको थियो, त्यही भएर आज चाहिँ हामी पौडिँदैनौँ। तर यो झर्ना देखेर अनि यो र देखेर चाहिँ पौडिम भएको छ मैले। आजको लागि यति नै। आजको मिनी ब्लग तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। मन परेमा लाइक, सेयर र सब्सक्राइब गर्नु होला। भोलि पनि अर्को भिडियोमा भेटौँला। हस्त बाई बाई।